तपाईहरु सबैलाई ख्रीष्ट यीशुमा अभिवादन, जय मसीह, साथै नमस्कार। आज म पास्टर जय एउटा सानो वचन लिएर तपाईको अगाडि आइरहेको छु। अनि आजको हाम्रो वचन चाहिँ के हो भने, हामी बाइबललाई पढ्दा बाइबलमा मान्छेलाई ईश्वरले तीनवटा भागमा बनाउनु भएको छ। एउटा चाहिँ हाम्रो देखिने शरीर, अनि हाम्रो शरीरभित्र हाम्रो प्राण छ, अनि प्राणभित्र चाहिँ हाम्रो आत्मा छ। हामीलाई ईश्वरले त्रिभागी बनाउनु भयो। यसकारणले गर्दा हाम्रो बडी, हाम्रो सोल अनि हाम्रो स्पिरिट छ। र बाइबलले मानिसलाई दुई भागमा छुट्याउँछ, एउटा चाहिँ शारीरिक, एउटा चाहिँ आत्मिक। अनि हाम्रो शरीरको कामहरू पनि देखाउँछ बाइबलले, हाम्रो आत्माको कामहरू पनि बाइबलले देखाउँछ। अब हामी शरीरमा हुँदा, हामी ईश्वरसँगको हाम्रो कनेक्सन नहुँदा, हामी आत्मामा नहुँदा चाहिँ हामी कस्तो हुन्छौँ? हामी बाइबलमा यो गलातीको किताब, बाइबलको एउटा पुस्तक छ गलाती भनेर, त्यसको 5:18 देखि पढ्यो भने शरीरको कामहरू प्रत्यक्ष छ भनेर लेखिएको छ। झै झगडा, ईर्ष्या, डाहा, मतवालीपनहरू, फुटहरू, यस्ता थुप्रै कुराहरू छन् जो चाहिँ शरीरको कामहरू। अनि जुन शरीरको कामले हामीलाई जहिले पनि नराम्रो बाटोहरूतिर डोर्याउँछ। आज हामी धेरै मानिसहरू देख्छौँ, शरीरमा लडाइँ झगडा, अशान्ति, मतवालीपनहरू, व्यभिचारका कुराहरू, अपवित्र कुराहरूमाथि उनीहरू आफ्नो जीवनलाई व्यतीत गरिरहेका छन्। तर बाइबलले अर्को कुरा के बताउँछ भने, गलाती 5:22 आत्माको फलहरू पनि छ। आत्माको फल चाहिँ प्रेम, भलाइ, विश्वस्तता, नम्रता, संयम, दया, यस्तो थुप्रै 9वटा गुणहरू छ। यसकारणले गर्दा आत्माको फलले भरिनु बाइबलले सिकाउँछ। अब हामीले अहिले बुझ्दै गर्दा हामीमा तीनवटा कुराहरू छ, एउटा शरीर, एउटा प्राण अनि एउटा आत्मा। हामीलाई दुई भागमा बाँडेको छ, एउटा शरीर, एउटा आत्मामा। हामी शरीरमा हेऱ्यौँ भने, हामी शरीरको कामलाई हेऱ्यौँ भने हामी जहिले पनि खराब काम गर्छौँ। शरीरले हामीलाई खराब कुराहरूतिर डोर्याउँछ। हाम्रो आँखाले कहिलेकाहीँ हामीलाई नराम्रो कुरातिर, कहिलेकाहीँ हाम्रो सोचाइ, विचार, भावनाले। तर जब हामी आत्मामा भएर हेर्छौँ भने आत्माले जहिले पनि असल कुरा सिकाउँछ। यसकारणले गर्दा यो वचन तपाईँले सुन्दै गर्दा, जबसम्म एउटा मान्छेले आत्माको कुरा बुझ्दैन तबसम्म उसले शरीरको कुराहरू गरिरहेको हुन्छ, अनि शरीरले उसलाई जहिले पनि धोका दिइरहेको हुन्छ। तर जब एउटा मान्छेले आत्माको कुरा बुझ्छ, उसले चाहिँ ईश्वरको महिमा गरिरहेको हुन्छ। यसकारणले गर्दा यो च्यानलद्वारा हामी तपाईँलाई यही भन्न चाहन्छौँ कि हामीले जहिले पनि हाम्रो जीवनबाट, हाम्रो आत्मिक स्वभावहरूबाट ईश्वरको हामीले महिमा गर्नुपर्छ। प्रभुले यी वचन सुनाइमा, बुझाइमा हामीहरू सबैलाई धेरै धेरै आशिष दिउँ। आमेन।